साथीहरू, आज म तपाईहरुसँग यो जाडोमा बनाएर खानै पर्ने खट्टा मिठो लप्सीको अचारको रेसिपी शेयर गर्न जाँदैछु। फर्स्टमा 1 केजी लप्सी लिनुहोस्। त्यसलाई राम्ररी पखाल्नुहोस्। लप्सीलाई पखालिसकेपछि एउटा भाँडामा यसलाई उमाल्न छोडिदिनुहोस्। यसलाई कम्तीमा पनि 5 देखि 7 मिनेटसम्म चाहिँ उमाल्नु पर्ने हुन्छ। मैले यसरी बोक्रा निस्किने गरी उमालेको छु र उमालिसकेपछि यसलाई चाहिँ सेपरेटली मैले यसरी बोक्रा निकालेर राखेको छु। यो लप्सीको बोक्राको पनि छुट्टै रोल छ। यो चाहिँ म अर्को भिडियोमा देखाउँछु तपाईहरुलाई। अब कराईमा तोरीको तेल हाल्नुहोस् र यसलाई एकछिन तताउन छोडिदिनुहोस्। त्यसैगरी मैले यहाँ सबै सामानहरु रेडी पारेर राखिसकेको छु। यो जिन्जर गार्लिक भयो, सुकेको खुर्सानी, ल्वाङ, सुकमेल अनि थोरै जीरा पनि राखेको छु। यसलाई चाहिँ अब त्यो तेलमा फ्राई गर्नुपर्ने हुन्छ। अनि अर्को भाँडामा चाहिँ यो केलाको लप्सी रेडी छ है, बोक्रो निकालेको लप्सी। यो तातिसकेको कराईमा चाहिँ यसरी मेथी फुराउनुहोस्। अनि मैले अघि रेडी गरेर राखेको सबै यो जीरा अनि ड्राई खुर्सानी अनि त्यसपछि यो जिन्जर गार्लिक सबै हालेर मजाले यसलाई फुराउनुहोस् यस्तै गरेर। अनि मैले यसमा तेजपत्ता पनि एड गरेको छु। यो चाहिँ अप्सनल हो, तपाईहरुले नहाल्न पनि सक्नुहुन्छ यो। अनि यसरी नै फुराउने यसलाई। अनि त्यसपछि अघि नै रेडी गरेको लप्सी यसरी हाल्नुहोस्। हालेर यसलाई केही टाइम चाहिँ चलाउनु पर्छ। यसलाई चलाइसकेपछि राम्रोसँग अब यसमा जिरा धनिया पाउडर एड गर्न सक्नुहुन्छ। अनि बेसार एड गर्न सक्नुहुन्छ, स्वाद अनुसारको नुन अनि रेड चिली पाउडर। अनि यसलाई चलाउने यसरी नै मिक्स गरेर चलाउनु पर्छ एकछिनसम्म। मैले चाहिँ यति चिनी एड गरेको छु। तपाईहरुले चिनीको सट्टा सक्कर पनि युज गर्न सक्नुहुन्छ। चिनीले चाहिँ अलि मिठो स्वाद दिन्छ, सक्करले चाहिँ अनइभन टेस्ट दिन सक्छ। द्याट्स व्हाई। अनि यसरी मिक्स गर्ने। अब यसलाई चलाइसकेपछि यसरी नै एकछिन पाक्नको लागि छोडिदिनुहोस्। यो चाहिँ लप्सी बोइल गरेर राखेको पानी हो। यसरी यो लप्सी बोइल गरेको पानी चाहिँ यसमा हाल्न सक्नुहुन्छ। यसरी हाल्नुहोस्। यसले चाहिँ अझै टेस्ट इन्हान्स हुन्छ। यसरी हालेर यसलाई एकछिन छोपेर उम्लिनको लागि छोड्नुहोस्। अनि हेर्नुहोस् यसरी यतिको पानी सुकिसकेपछि चाहिँ यस्तो हुन्छ। मैले फुराएर राखेको अगुवारे एड गरेँ अनि यसमा अगुवारेको पाउडर पनि मिक्स गरेँ। यसरी नै गर्न सक्नुहुन्छ। अझ पिरो खान मन छ भने चाहिँ यसरी नै बनाउन सक्नुहुन्छ। हाम्रो लप्सीको अचार चाहिँ रेडी भएको छ। यसरी नै कुनै बट्टामा स्टोर गरेर फ्रिजमा राखेर 2 मन्थसम्म चाहिँ युज गर्न सक्नुहुन्छ, यो खान सक्नुहुन्छ। अनि तपाईहरुले पनि यही स्टेप फलो गरेर यसरी नै घरमा बनाएर खानुहोला, इन्जोय गर्नुहोला।